एभ्रिवान आज चाहिँ गोर्खा प्यान्टको बारेमा कुरा गरौँ है त। गोर्खा प्यान्ट चाहिँ तपाईँको गोर्खा भनेको चाहिँ अब हाम्रो नेपालीहरूको गोर्खाली होइन, गोर्खा आर्मी तपाईँको प्यान्ट्स त अब ट्राउजर प्यान्ट्स भइहाल्यो। गोर्खा प्यान्ट चाहिँ किन गोर्खा प्यान्ट्स अहिले आज मोडर्न जमानामा धेरै नै पपुलर भयो त भन्दाखेरि यसको हल्का हिस्ट्री भन्नुपर्दा तपाईँको गोर्खा चाहिँ हाम्रो यो ब्रिटिस आर्मीहरूमा चाहिँ लगाउने एउटा ट्राउजरको डिजाइन भयो। त्यो प्यान्ट्स चाहिँ कस्तो टाइपको हुन्छ भने तपाईँको हाई वेस्ट लगाएर प्लिट ट्राउजर के क्रिज भएको डबल प्लिटेड अनि डबल बकल के साइडमा दुईवटा बकल राखेर चाहिँ हाई वेस्ट लगाएर चाहिँ अलिकति प्लिटेड क्रिज भएको अनि हल्का यहाँ थाई साइजमा चाहिँ लुज, तल्का चाहिँ हल्का सेप ट्रेपर्डमा चाहिँ त्यो एउटा डिजाइन चाहिँ उनीहरूको युनिफर्म चाहिँ त्यसरी डिजाइन गरेर बनाएको एउटा कम्फर्टको हिसाबले बनाएको एउटा डिजाइन प्याटर्न हो। गोर्खा प्यान्ट चाहिँ तपाईँको यो चाहिँ अब सेमी फर्मल बिजनेस क्याजुअलको लागि एकदमै बेस्ट हुन्छ। त्यो चाहिँ अब ब्लेजरहरूमा होइन, तपाईँको टी सर्टहरूमा, पोलोहरूमा होइन, राउन्ड नेक टी सर्टहरूमा पनि एकदमै त्यसलाई म्याच पनि हुन्छ होइन।